एकचोटि पोस्ट गर्छु गर्दैन बट स्टिल रेकर्ड चाहिँ गरिराखेको लेट्स गो अन आर्ट विथ मी ग्यालरी जाँदैछु म चाहिँ मेरो फ्रेन्डको आर्ट एक्जिबिसन हुँदैछ सो उसलाई भिजिट गर्न जाँदैछु म नेपाल आर्ट काउन्सिल अनि म चाहिँ आज हिँड्दै जानु लागेको लाइक बसमा जान्छु आज चाहिँ एज वी अल नो नेपालमा चाहिँ समर चलिरहेको छ र मलाई चाहिँ घर भएर म चाहिँ फ्यानको हावा खाँदै जाँदैछु अनि यो चाहिँ हाम्रो भक्तपुरको पुरानो ठिमीको फेमस रोकिने ठाउँ बसहरू जहिले नै हेर न स्टप हुन्छ यहाँ चाहिँ फर लाइक 15 मिनट्स जति अनि त्यसपछि मात्र कुद्छ म चाहिँ बसबाट नेपाल आर्ट काउन्सिल झरेँ अनि त्यहाँदेखि अलिकति बस स्टपदेखि अलिकति डिस्टेन्स छ सो म हिँड्दै त्यहाँसम्म गएँ यहाँनिर ट्याक्क अन माई लेफ्ट टर्न त्यसपछि चाहिँ नेपाल आर्ट काउन्सिल छ गेट एन्ट्रान्स छ अनि आजको दिन चाहिँ कति राम्रो हेर्नु न कति राम्रो बादलहरू थियो घाम टलक्क टल्किरहेको अनि त्यो आकाश हेर्दै हेर्दै म नेपाल आर्ट काउन्सिलको एन्ट्रान्सबाट भित्र गएँ यो पालिको चाहिँ आर्ट एक्जिबिसनको नाम छ इन अलाइनमेन्ट अनि यो चाहिँ मैले मेरो साथीको लागि बनाइदिएको फुल लिएर जाँदैछु उसलाई भेट्न सो एक्साइटेड हामी चाहिँ कति वर्षपछि भेट्न लागेको अलमोस्ट 2 to 3 years पछि भेट्दैछु अनि मलाई चाहिँ थाहा थिएन उसको कहाँ हो एक्ज्याक्टली भनेर सो सर्च गर्दै जाँदैछु सेकेन्ड फ्लोरको मा थियो उसको चाहिँ आर्ट अनि यहाँ खोज्दैछु म चाहिँ कहाँ छ भनेर अनि देयर से इज मेरो साथी पलिस्ता पल्लु र यो चाहिँ उसको आर्टवर्क हो सिलाइ एक्स पात्रो त्यो चाहिँ एउटा क्यालेन्डर हो जुनमा हामीले सिलाइ पनि गर्न मिल्छ लाइक हबी थ्रेडहरूले बुनेर फ्लावर्सहरू बन्नु मिल्छ हामीले यस्तो प्याटर्न हुन्छ हामीले त्यही फलो गर्ने अनि हामीले भेटेर एकछिन भेट्यौँ अनि कुरा गरेर मैले चाहिँ अरू आर्टहरू हेरेको थिएन सो आर्ट हेर्नु गयौँ अनि यो चाहिँ खोकनाको हिस्ट्रीको बारेमा रहेछ क्या कस्तो राम्रो लागेको मलाई त्यहाँको एभ्रिथिङ इज सो गुड कल्चरहरू हुन्छ नि एक्सप्लेन गर्नुभएको रहेछ उहाँले चाहिँ आर्ट सँगसँगै यहाँनिर चाहिँ इन्टरेक्टिभ एक्टिभिटिज पनि थियो यो सबै वालमा भएको स्टिकर्सहरू चाहिँ त्यहाँनिर आउनुभएको भिजिटर्सहरूले कलर गरेर राख्नुभएको कसैले चाहिँ एक्स्ट्रा एलिमेन्ट्सहरू पनि एड गर्नुभएको छ कति राम्रो थियो क्या सच ट्यालेन्टेड पिपल सबै भिजिटर्सहरूले गर्नुभएको यो चाहिँ मेरो साथी क्लासमेटको वर्क हो अनि उसले चाहिँ मलाई उसको आर्टको बारेमा एक्सप्लेन गर्दैछ र मेरो साथीले भिडियो बनाइदिँदैछ मेरो घर लुक एट द्याट नड कति कुरा बुझेको जस्तो क्या उसको आर्टवर्क एकदमै दामी थियो होइन उसको चाहिँ अबाउट द जर्नी होइन जर्नीमा मिस भएको रिमेम्बर भएको कुराहरूलाई उसले चाहिँ क्याप्चर गरेर आर्ट फर्ममा एक्सप्रेस गरेको छ उसको होम टाउन टु काठमाडौँसम्मको जर्नीको बारेमा एक्सप्लेन गर्दैछ उसले मलाई चाहिँ अनि यो चाहिँ मेरो मिस मोडल साथी अनि दिस इज अल अदर आर्ट वर्क्स होइन द्याट्स इट अनि आर्ट एक्जिबिसन हेरेर म चाहिँ घर फर्केँ त्यसपछि